हेलो साथीहरू नमस्ते। यहाँ देख्न सक्नुहुन्छ हामी यहाँ चाहिँ ऱ्याप ढलान चाहिँ गर्न गइरहेछौँ। यो ऱ्याप चाहिँ 4वटा पिलरको चाहिँ ऱ्याप हो। अब यसमा अहिले चाहिँ हामीले तल्लो जाली चाहिँ बाँधेको छौँ। यो ऱ्यापको हाइट चाहिँ 2 फिटको हो। अब ऱ्यापमा जहिले पनि ऱ्याप होस् अथवा कम्बाइन्ड फुटिङ होस् त्यसमा डबल जाली हुन्छ। एउटा तल्लो जाली हुन्छ, यो तल्लो जाली एउटा बुनिसकेको छ हैन। अब यसको माथि फेरि हामीले एउटा जाली चाहिँ बुन्छौँ यसै गरी। तल्लो जाली चाहिँ 6-6 इन्ची ग्यापमा हो, माथिल्लो जाली चाहिँ नक्साअनुसार चाहिँ 4-4 इन्ची ग्यापमा हुन्छ हैन। अब यो तल्लो जाली बुनिसकेपछि यहाँ चाहिँ के गर्नुपर्छ, पिलरहरू चाहिँ राखिदिनुपर्छ यसै गरी। अनि त्यसपछि बल्ल चाहिँ बुन्ने हो। अब नक्साअनुसार जति हुन्छ त्यो चाहिँ हेर्नुपर्ने हुन्छ। यहाँ हात्तीपाइले तपाईँको अरू पनि छन्, तर अहिले यो घरको सेफ्टीको लागि चाहिँ तपाईँको 3टा घर जोडेको छ। एउटा, 2टा, 3टा। अब 3टै घरलाई चाहिँ मध्यनजर गरेर पहिला चाहिँ सुरुमा चाहिँ यो चाहिँ ढलान गर्नुपर्ने भयो, किनभने पानीसानी पऱ्यो भने अलिकति उताबाट चाहिँ वालहरू भत्किने, माटोहरू भत्किने चान्स हुन्छ। त्यही भएर यो कुनाको चाहिँ ढलान गरेर वालसल लगाइदियो भने ढुक्क हुन्छ। अब यता पनि हात्तीपाइलेहरू त छन्। अब यो काम गरिसकेपछि हामी यतातिर चाहिँ सिफ्ट गर्छौँ, सबै माटो यतातिर हालेर त्यसरी चाहिँ प्लानिङ भएको छ। साइडको कन्डिसनहरू चाहिँ काम चाहिँ गर्नुपर्ने हो। अब यो देख्न सक्नुहुन्छ हामी यो तल्लो जालीमा सबमा कभर ब्लक हालेको छौँ। यो चाहिँ हाम्रो कभर ब्लक भयो। अब यसको चाहिँ इम्पोर्टेन्स चाहिँ के हुन्छ भनेपछि यो तल्लो जुन पिसिसी गरेको छौँ, पिसिसीबाट यो डन्डीलाई चाहिँ कभर दिन्छ हैन। अब डन्डी चाहिँ तपाईँको पिसिसीमा टच हुँदैन। अब पिसिसीमा टच भयो भने के गर्छ भनेपछि पछि चाहिँ यसले चाहिँ पानी वाटर चाहिँ एब्जर्ब गर्छ। ढलानले अलिअलि वाटर एब्जर्ब गर्दाखेरि तपाईँको डन्डीमा टच हुन्छ, त्यसले गर्दाखेरि खिया लाग्छ। त्यही भएर कभर चाहिँ एकदम दिनुपर्ने हुन्छ। अब फाउन्डेसनमा जहिले पनि हामीले कभर दिँदाखेरि 2 देखि 3 इन्ची चाहिँ कभर चाहिँ दिनुपर्ने हुन्छ एज पर साइड कन्डिसन हेरेर। यहाँ चाहिँ हामीले सबै 2-2 इन्चीको कभर ब्लक चाहिँ राखेको छौँ ठाउँ ठाउँमा। अब यो ऱ्याप गर्दाखेरि यो छेउमा चाहिँ यो डन्डी चाहिँ बेन्ड गर्नुपर्ने हुन्छ। अब यो कति बेन्ड गर्ने भनेपछि यो तल्लो लेभलबाट जसरी बेन्ड भएको छ माथिबाट पनि त्यसै गरी बेन्ड भएर जान्छ। माथिबाट बेन्ड गर्दाखेरि यो डन्डी र माथिल्लो डन्डी चाहिँ 5-6 इन्ची चाहिँ ओभरल्याप चाहिँ हुने गरी चाहिँ बेन्ड चाहिँ गर्नुपर्ने हुन्छ। यता भयो हाम्रो जिरो साइडतिर प्लास्टिकहरू राखेर गर्नुपर्ने हुन्छ। अनि फर्मा लाउने भनेको यो साइड भयो त्यसरी नै हो। पिलरहरू नक्साअनुसार चाहिँ सेन्टर दूरी मार्क गरेर चाहिँ हामीले राखिदिएको छौँ। ज्यादा विभिन्न कुराहरू मनमा आउँछ। अब के मनमा आइरह होला हजुरहरूको भनेपछि डन्डी त खिया लागिसकेको छ यहाँ। अब हेर्नुहोस् है, अब हाडरबाट लिएर आउँदाखेरि डन्डी नयाँ नै हुन्छ। अब बर्खाको दिनमा पानी पर्छ के हुन्छ हैन, तपाईँको हावा चाहिँ मोइस्ट हुन्छ, त्यसले गर्दाखेरि डन्डीमा अलिअलि रस्टिङ चाहिँ आउँछ, तर यसले खासै फरक पर्दैन। अब रस्टिङ चाहिँ कस्तो रस्ट भयो भने चाहिँ काम नलाग्ने हुन्छ भनेपछि एकदम धेरै नै रस्ट भएर डन्डीबाट चाहिँ तपाईँको पाप्रा जस्तो निस्कियो भने त्यो चाहिँ डन्डी चाहिँ काम लागेन। यतिसम्मको तपाईँको भ्याल्यु चाहिँ हुन्छ। ढलान गर्नु अगाडि यो सबै मजाले पखाल्नुपर्ने हुन्छ, त्यो कुरा चाहिँ ध्यान दिनु पऱ्यो हामीले। अब यो कलम राखिसकेपछि सेन्टर दूरी चाहिँ सबै नाप्नुपर्ने हुन्छ हामीले। यही नै हो। अब माथिल्लो जाली बाँधिसकेपछि म अर्को भिडियो लिएर आउँछु।